तलै पुग्छ है राङवाङ तर यहीँ बस्नुहुन्छ अरे माथि हजुर कुटी डाँडा जग्गामा बास गरेको तर खै त मलाई विश्वास गरेको हामी ल पन्मै छोरा अब हामीले अब यसरी छ भन्ने देखि जानी गरेको भए त उहिलेदेखि विश्वास गर्थ्यौँ पूजा आजा मान्यता गर्दै आउँथ्यौँ अब बल्ल अब यहाँ देखा पर्यो अब गर्दै जानुपर्छ के गर्नुपर्ने हो अब के गर्दै कसरी गर्दै जानुपर्ने हो त्यो अब यहाँहरूले चाहिँ बताइदिनु पर्यो म त इलाम हेरेको कि आएको बेला यसो समुद्र अहिले यसै जग्गामा मन्दिर बनाएर राखिदिए है यहाँ चाहिँ यो शिला ढालेको दुध सुन्दर शिला हो हामी एक ठाउँमा यसलाई संरक्षण गरेर राख्नु पर्यो
शिलालाई यहीँ राखेर दुध चलाउनु अरे अब मेन त यता माथि छैन अघिदेखि नै माथि हेरिरहेको थियो अघिदेखि नै कसरी जान्छ हौ त्यो त अब अरे हौ होइन देउताले लगिहाल्छ नि अघिदेखि नै माथि नै मात्रै हेरिरहेको फुटै नओडिने भिड होइन अनि त हो म त लटाउने डढेर मोबाइल लानु बिर्सेर परेछ उता त्यता बस्नेहरू चाहिँ अलिकति सेफ बस्नु है माथिदेखि ढुङ्गा झर्छ याद गर्नु है त्यता छोरा यहाँ पनि छ कि के हेऱ्यो त्यति मोबाइल तपाईँ कहाँबाट उत्पन्न भएर यहाँ आइदिनु भयो अन्नपूर्णले हामीले देखेका छैनौँ अहिले तपाईँ यहाँ यस्तो भनेर हामीले देखेका छैनौँ यहाँको नाच चलाउने तपाईँ कहाँबाट उत्पन्न यसरी भएर आउनुभयो भन्नुभयो भन्नु पर्यो भाइ म शिवको अवतारमा आएको हो मेरो जन्म क्रिस्चियन धर्म भक्ति
ढुङ्गा शिक्षा पोखरी विकसित दार्जिलिङ गडा खटो आएको कुन ठाउँदेखि कहाँदेखि चाहिँ यसरी तपाईँ उत्पन्न भएको त भन्नु पर्यो कहाँदेखि एकछिन बास बस्नु मात्र आएको हो कि स्थायी होइन नि के हो यो सत्य भएर जाँदैछ कलियुगमा यसरी नै आफ्नो घर आँगनमा यसरी देवी देवताहरूले बास गरेर जानेछ त्यसलाई हजुरहरूले विश्वास मानेर मान्नुहुन्छ भने दिनुपर्छ। अनि यहाँ त चेली हाम्रो एउटा पाला चेलीले चाहिँ एउटा सपना देखेर चाहिँ यहाँ आज 6 बजी आएर चाहिँ अस्ति आज 3 दिन 4 दिन भइसक्यो उसले त लानु खोज्यो हामी लानु पनि दिँदै थियौँ तर यहाँ मेयर र उपमेयरको कारणले उनीहरूले रोक्यो पनि उनीहरूले नि दियो तर यहाँ समाजले नसोधिकन फेरि दिनु खोज्दाखेरि चाहिँ यहाँ अब रोक्यो फेरि त्यतिखेर यहाँ एउटा माता उत्पन्न भइ निस्क्यो र यहाँ रोक्यो हिजो र यहाँ यही रहँदा चाहिँ के हुन्छ र उसले दिएर जाँदा के हुन्छ ठिकै छ उहाँ माताले शिला पत्थर लिएर जानु छ भने त्यस शिलालाई छोडेर त्यस शिला दिनुहोस् उहाँले शिला पर्वत यही सेतीनाथले बेरेर बसेको छ यो पर्वत लिएर जानु भनी दिनु यो शिला लगेर गयो भने त्यस जग्गामा हो माताले उहाँ चेलीले गाउँघर सम्पूर्णमा उहाँले जिम्मेवार लिएर मात्र लानु पाउने छ। यहाँको जिम्मा लिनु पर्यो उहाँले दुवै तर्फ जिम्मा लिएर मात्रै लानु उहाँले सक्नुहुन्छ। त्यसो भने अब यहाँ चाहिँ यत्रो ध्वंस विध्वंस भएको त स्टालिनका चाहिँ क्षति भइरहेछ जो यही देवताले चाहिँ यही देवीले चाहिँ नाच्न दिदीले बास गरेको छ खै त पुर्ने पञ्चमीमा खै त यस जग्गालाई हेर्नको तारिखबाट पुर्ने पञ्चमीमा त यहाँ जलला मनीहरू बोलेको देख्ने भएको छ भन्नु पर्यो यो त तपाईँ जस्तो विज्ञ आएर हेरिदिनु पर्यो नि त हामीलाई के हो भन्ने कुरै थाहा भएन। यो शिला भनेको पाथिभारा माको पाउमा पर्छ। यो शिला पाथिभारा माको पाउमा पर्छ। सत्य